यहाँ दाइ भेटिनु भएको छ। त पुरै अहिले सिस्टमै चेन्ज के पाकिस्तानी जस्तो पुरा जिगज्याग गर्दै मैले ट्रेड सेन्टरबाट लुकिङ ग्लासमा नोटिस गरेर आएको थिएँ। तर स्पिड भगाउने बानी चाहिँ तपाईँको अहिलेसम्म त्यही रहेछ। अब करिममा लाग्नुभयो, नुनमा लाग्नुभयो, तालाबादमा गर्नुभयो, अब लास्ट फाइनली चाहिँ ह्यारी पोटरमा मुभीको नाम राख्दैछु, पोटरमा आउनुभएको छ। मान्छे चाहिँ यस्तो हुनुहुन्छ, तर बाइकको रेसिङ चाहिँ खतरा। तपाईँ किन यसरी चलाउनुहुन्छ ल भन्नुहोस् त, किन यसरी चलाउनुहुन्छ? अब सुरुमा यहाँ दुबई आउँदाखेरि अब ढाँटेर त के भन्नु। अब म नेपाल छन्जरी मैले बाइक चलाएकै थिएन, त्यही कहिलेकाहीँ साइकल चलाउँथेँ। अनि यहाँ आएर हामीले नेपालमा गाडी सिकाउँदाखेरि पछाडि एकजना बसेर चाहिँ नि सिकाइन्छ। यहाँ चाहिँ नि हजुरलाई अटो गरेर दिन्छ, यहाँ सबै अटोमेटिक सिस्टम छ। अब सबै अटो गरेर दिन्छ। म अब कहिले जिन्दगीमा बाइकमा नबसेको, अब बाइकमा बसेर मैले धेरै कोसिस गरेँ। धेरै साथीहरूले चाहिँ नि दाइ हजुरले सक्नुहुन्न, दाइ हजुरले सक्नुहुन्न भन्ने कुरो पनि गरेँ। तर के गर्ने, आफ्नो लक्ष्य हासिल गर्नलाई अब केही त गर्नुपर्छ भनेर चाहिँ नि कुरो राखेँ। निकालेँ बाइक गोड। म लाइसेन्स निकालेको 15 दिन म डराएर मुटु कामेर अब कहिले नचलाएको। यहाँ स्पिड लिमिट हुन्छ। अनि त्यसो गर्दाखेरि चाहिँ नि अर्डर आयो क्या तपाईँको? अर्डर पनि आयो मेरो। कस्तो हुँदो रहेछ अर्डर? यहाँ पोर्टरको अर्डर यस्तो एक्सेप्ट गर्नुभयो, एक्सेप्ट गरेर कता कता के लाग्नुपर्ने हो खास? अब यो यहाँ शोभा सेफायरबाट उठाउनु पर्ने, अनि अल हुबैदा डिसिएस गल्फ टावरमा पुर्याउनु पर्ने। नजिकैको छ, धेरै टाढाको छैन। के उठाउनु पर्ने खास? अब खोइ डकुमेन्ट्सहरू के हुन्छ। साथीहरूले पनि धेरैले भन्यो, उसले पनि भन्यो। उसले भन्दाखेरि साउले पनि चाहिँ नि होइन यसलाई एउटा फिक्स ठाउँमा दिने हो, रेस्टुरेन्टमा दिने हो भनेर भन्यो। लास्टमा के को रेस्टुरेन्टमा दिने, पुरा मेन हाइवेमा निस्किन पर्ने। अब गर्दा गर्दा 15 दिनपछि एउटा साथीले हिँड पेट्रोल हाल्न जाम भनेको लग्यो। अनि उसलाई थाहा रहेछ यो डराएको छ, यो चाहिँ नि केही गर्दैन भन्ने। अनि पेट्रोल हाल्न गयो। अनि मैले उसलाई लोकेसन लगाएँ भनेको लगाएको छु भनौँ। लास्टमा उसलाई घुमाउँदा त यो बुर्ज खलिफा देखाउन। ल हेर्नुहोस्, त्यो बुर्ज खलिफाको नजिक लिएर आइदियो मलाई। अनि त्यसपछि मेरो गाडीको चाहिँ स्पिडमा मैले गाडीको स्पिड लिमिट हेरेँ चाहिँ 80। मेरो त मुटु थरथर काँप हो। अनि अहिले 120 किन भगाउनु? अनि अब अहिले 120मा नहिँडिकन त हिँडे जस्तै लाग्दैन। अब त्यो 80-90मा त हिँडे जस्तै लाग्दैन कि, एकदमै के घोडा गाडी जस्तो लाग्छ। अनि त्यही कारणले गर्दाखेरि भगाउनु चाहिँ भगाउँछु गाडी, भाइले भने जस्तै। अब मुसलमान जस्तै त अब यसो फुर्सद नमिलेर होला। अब नेपाली पनि बनाउला, नेपाली पनि बनाउला। नेपाली जो हो एकदम 0 किलोमिटर बाइक दिएको, कम्पनी राम्रै छ होइन। अब यो 2 वर्ष भगवानको नाम लिएर, अब विश्वकर्मा भगवानको नाम लिएर चाहिँ नि 2 वर्ष यो निकाल्न पाएँ। त्यसपछि अब बाई दुबई गर्न पर्ला। अब दुबईमा पनि भने जस्तो छैन। अब म अर्डर लिन गएँ ल है त।